खानु मन लाग्यो मलाई। अनि कोकसँग अन्डा हालेर नि कहिले कहिले त्यस्तो खानुपर्छ क्या। कति खाना मात्र खानु भनिरहने गाई। पिरो र मसला त सब हाल्छु क्या म त। अन्डा तार्दै गर तेल त सबै हाल्नु। यसो गरेर गाई यसको खास कारण चाहिँ मैले किन यसरी टोक्टा मात्रै हाल्छ मान्छेले, मैले यसरी मिठो हुन्छ क्या। जस्तै यो हालेपछि कता गयो यो रस चाहिँ थोरै फ्यालेर अलिकति रस हाल्नुपर्छ कि अनि मात्रै मिठो हुन्छ। यति रस चाहिँ यसको हाल्नैपर्छ। दामी आज अलिक रस खाने रससँग के घर चाउचाउ त खाइन्छ, रस चाड्दै खानु दामी लाग्छ क्या मलाई। तयार गर्दैछु हो। जेठीदीले किनिदिनु भएको तर यो चाहिँ अन्डा र पिरो छ चाहिँ मैले किनेको। यो मसला नहालिकन सादा अन्डा चाहिँ त्यस्तो पनि मिठो हुन्छ। पिरो चौचालाई चाहिँ कमले छर्किदिन्छु त्यो चाँट हुन्छ कि हुँदैन त्यो पल्टाइहाल्नुपर्छ। यसरी हामी चाहिँ आज 3 जना खाँदैछौँ, त्यही भएर 3 ठाउँ गाई छ। यो मसलादार चाहिँ हुन्छ होला, यो अन्तिमको मिठो हुन्छ नि त, त्यही भएर सबैलाई लगाइदिनुपर्छ। अन्डा निकाले गाई यही तेलमा अर्को अन्डा हाल्दैन नि। यसरी कोक सार एक गिलास, अब गिलास त पखालेन नि। लिम्बुले खान्छ होइन, जे खान्छ होइन अनि त्यो अर्को अन्डा गाई काँचो काँचो खान्छ। यसरी काँचो काँचो खाएको नलिएर काँचै हाल्नुकोले गाई। मलाई चाहिँ घिन लाग्छ कि धेरै काँचो, ठिक्क काँचो नै पर्छ गाई। हल्का हुन्छ राखेर लु यता इसा दादालाई लगिदेऊ फर्स्ट। लगिदेऊ दादालाई, यो लगिदेऊ। यो तिम्रो काँचो 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 लग ल, यो लग लु कोक लग, इसा लग। मकैले हान्दिनँ, मकै छ रहेछ त। मकैले भातसँग खानु ल, भातसँग नले जौली भात पटाउँछ क्या, मारिहाल्छ ग्यास। तर काँचो काँचो मिठो हुन्छ। 10 चोटि पुस्नुपर्छ क्या यो खानेकुरा, एकैचोटि खाइँदैन भने किचन पुस्नु गाह्रो। पुसेको फेरि के खान्छु भन्छन्, के खान्छु खाना बनाएको फेरि खान्न भनेर यो खान्छु भन्छ। छोराछोरीले पनि ध्यान दियो मलाई गाई। सफा भयो यो मेरो पनि लगेको गाई छ। अब यसरी लगेर यसरी अन्डा खान्छु मैले काँचा छोरासँगै बसेर। कोको बोतल ल्याउनु नि, म बसेर खाने कुरो आज चाहिँ लिएर खाऊ न तिमी। यसरी राइस खानुपर्छ, दामी हुन्छ। मसला धेरै भएछ मलाई त्यो ग्रेभी। अन्डा अब किन्छ नि, बटुको सानो भयो। कोक पनि खानु पर्यो। आमामा कोक त कडा रहेछ, ओरिजिनल रहेछ नि अनि अहिले कुनै डुप्लिकेट हुन्छ क्या। मिठो भयो, कति मिठो छ, छुवाक छ अरे छुवाक। खाना मिठो छ। थ्याङ्क यू अन्त दिदीलाई, अन्त दिदीले पठाइदिनु भएको। किन्नुपर्छ।